मैले रेला गरेको होइन कि मैले तपाईहरूलाई जुन चाहिँ कुरा अघि भने नि 3 प्रकारको मान्छे भनेर जो चाहिँ तपाईले उसको कुरा माने भने मात्रै खुसी हुने एक प्रकारको सेकेन्ड चाहिँ तपाईलाई जेसुकै तपाईले गरोस् राम्रो गरोस् नराम्रो गरोस् उनीहरूले तपाईको खुट्टा तान्छ जहिले नेगेटिभ पिपलहरू थर्ड चाहिँ हो तपाईले जे पनि गर्दाखेरि तिनीहरूले सपोर्ट दिन्छ यो चाहिँ नि हरेक फिल्डमा हुन्छ हरेक जग्गामा हुन्छ मान्छे सब जग्गा त हुन्छ सबै जग्गामै हुन्छ मैले त्यो मन्दिरमा पनि देखेँ ब्रो मन्दिरमा म जब त्यहाँ थिएँ ब्रो त्यति बेला मलाई सबै हिन्दूहरूले सपोर्ट गरे ब्रो हिन्दूहरूले यस्तो डरलाग्दो सपोर्ट गरे क्रिस्चियनहरूले नराम्रो भन्यो आजको दिनमा फेरि म क्रिस्चियनपट्टि जाउँ त ब्रो बाइबल पढ्नु थालौँ प्रार्थना गर्नु थालौँ सबै क्रिस्चियनले सपोर्ट गर्छ त्यहाँदेखि के गर्छ हिन्दूले हेट गर्छ अब म मुस्लिम हुँ त फेरि मुस्लिमले मलाई के भन्छ वाह 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 दामी 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 भन्छ त्यहाँदेखि हिन्दू र क्रिस्चियनले मलाई हेट गर्नु थाल्छ बाइबलमा लेखेको छ भगवत गीतामा लेखेको छ कुरानतिर लेखेको छ कि जज हमेसा एकजनाले मात्रै गर्नु पाउँछ त्यो चाहिँ को हो भन्दाखेरि चाहिँ उपरवाले तिमीहरू कोही होइन जज गर्ने तर खै जसले आफूले आफूलाई क्रिस्चियन भन्छ जसले आफूले आफूलाई हिन्दू भन्छ जसले आफूले आफूलाई के भन्छ खतरा पण्डित हो भन्छ किन तिनीहरूले गेलाई जज गरिरहेको छ किन तिनीहरूले लेस्बियनलाई जज गरिरहेको छ किन तिनीहरूले आजको दिनमा एउटा केटाले लामो कपाल पाल्दाखेरि उनीहरूले गेहरू भनिरहेको छ ब्रो आई डोन्ट वान्ट टु बी इन द्याट गे सेट ब्रो साँच्ची रेला गरेको होइन कतिजनाले मलाई प्रायः जस्तोले मलाई के भन्छ यो त के केटी जस्तो भएछ ब्रो तिमीहरू आफै नै हेर पहिलाको जमानाको केटाहरू हेर वरियरहरू हेर उनीहरूले जहिले पनि कपाल लामो पाल्थ्यो अहिले पो केटाहरूले सबै कपालहरू छोटो पाल्छ र अहिले किनकि बार्बर सपहरू हजम दोकानहरू छ पहिलाको टाइमतिर हजम दोकानहरू थिएन उनीहरूको अटोमेटिकली यो नेचुरल कपाल हो यसरी ड्रेड लक हेर हाम्रो इतिहासमा ब्रो हाम्रो इतिहासमा ड्रेड लक भन्ने कहिलेदेखिको छ शिवजीले को पनि कपाल ड्रेड लक छ ब्रो अनि कृष्ण भगवानको हेर ब्रो कपाल हेर कति लामो छ ब्रो सोच उहाँको छोटो कपाल थियो जिजस क्राइस्टको पनि इभन हेर कपाल आफूले आफूलाई जिजस क्राइस्ट कृष्णसँग कम्पेयर त गरेको होइन ब्रो तर मेरो भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ नि जज नगर ब्रो केटाले पनि लामो कपाल पाल्छ ब्रो केटीले पनि चिन्डो कपाल राख्दा हुन्छ ब्रो तिमीले आफूले आफूलाई ट्रु रिलिजन तिमीले मान्छौ आफूलाई ट्रु स्पिरिचुअलिस्ट मान्छौ भने चाहिँ नि त्यो मान्छेले कहिले छुट्याउँदैन ब्रो भगवत गीतामा सबैभन्दा ठुलो लेसन के छ भन्दाखेरि चाहिँ नि एउटा महान आत्माले चाहिँ नि अरू आत्माहरूलाई चाहिँ नि कहिले सानो देख्दैन एउटा कुकुरलाई पनि एउटा जानवरलाई पनि एउटा मान्छेलाई पनि उसले इक्वल लेभलमा देख्छ भनेको छ अन्त हामी चाहिँ साधुको लुगा लगाइराखेर छ आछि यो त क्रिस्चियन आछि यो त हिन्दू आछि यसले मासु खान्छ आछि यसले सिगरेट खान्छ ब्रो वाइ ब्रो तिमीहरू भेडा हो बुझ्यौ भेडा नै हो तिमीहरू बुझ्यौ भेडादेखि चाहिँ खासमा लिडर हुनुपर्छ ब्रो तिमीहरूलाई भनेको होइन मेरो च्याटलाई भनेको होइन ओए मेरो च्याटलाई भनेको होइन है ब्रो ओए मेरो च्याटलाई भनेको होइन है मेरो च्याटहरू चाहिँ भेडा होइन नि ब्रो तर मैले चाहिँ यो चाहिँ जसले मेरो भिडियो हेरिरहेको छ हेरिकन त्यो अनुहार कुच्चाउँछ नि यो मान्छे त भन्छ कि तिनीहरूलाई भनेको तिमी चाहिँ भेडा हो बुझ्यौ मेरो च्याटहरू होइन तर तिमीहरू चाहिँ भेडा हो बुझ्यौ जसले मलाई खिसी गर्छ के गर्छ ब्रो त्यो खिसीलाई म लिन्छु किनकि त्यो खिसीले मलाई पैसा दिन्छ ब्रो डलर छाप्छु म त्यो खिसीले गर्दा अन्त खिसी गर ब्रो आई गट पे म पैसा पाउँछु त्यो तिमीले खिसी अहिलेसम्म मेरो सबैभन्दा हाइएस्ट भ्यूको भिडियो कुन चाहिँ हो भन्दाखेरि चाहिँ जसमा नेगेटिभ कमेन्ट छ सो नेगेटिभ कमेन्ट इज अ पार्ट अफ द गेम ब्रो आई अन्डरस्ट्यान्ड ब्रो तर जुन चाहिँ मैले कुरा भन्दैछु नि एटलिस्ट त्यो चाहिँ गएर एटलिस्ट 1% पनि सोच्ने ट्राई गर ब्रो सोच्ने ट्राई गर डु नट जज ब्रो डु नट जज अनि म त जज गर्दिनँ म पहिला गर्थेँ भैयालाई भैया भन्थेँ हेप्नु खोज्थेँ गेहरूलाई जिस्काउँथेँ लेस्बियनहरूलाई अब के भएको यस्तोहरू भन्थेँ म पनि त्यही क्याटेगोरीको थिएँ तर जब म बाइबल पढ्नु थालेँ राम्रोसँग जब म के भन्छ प्रवचनहरू कतिजनाको सुन्नु थालेँ कतिजना राम्रो राम्रो व्यक्तिहरू पनि छ जसले जज गर्दैन उनीहरू हाई लेभलमा छ जस्तो लर्ड बुद्ध के भन्छ दलाई लामा अरू के भन्छ को ठुलो वरिष्ठ पनि हुनुहुन्छ बुझ्नु उनीहरूको मैले लेक्चरहरू सुनेर चाहिँ मलाई चाहिँ त्यो रियलाइजेसन भयो कि बा आफूले आफूलाई चाहिँ साँच्चै नै तिमीहरूले ट्रु एउटा रिलिजनिस्ट
जुनै पनि धर्मको होस् मान्छौ भने चाहिँ नि डु नट फकिङ जज एनी वान ब्रो। नर्गमा पनि जग्गा छैन ब्रो, साँच्ची रेला गरेको नर्गमा पनि जग्गा छैन ब्रो। नर्गदेखि पनि थुप्रो लेभल हुन्छ, पाताल लोक के हुन्छ ब्रो, त्यो त अब ब्रो के हुन्छ ब्रो, त्यसमा पनि तिमीले जग्गा पाउँदैनौ। साँच्ची रेला चाहिँ गरेको, यो जोनको वचन हो कि ब्रो, साँच्ची रेला गरेको होइन ब्रो। ब्रो मेरो च्याटलाई चाहिँ भनेको होइन, मेरो च्याटलाई चाहिँ जसले पनि भन्छ नि ब्रो, ओ तिमीहरूलाई भनेको होइन, जसले हेरिरहेको छ ब्रो, नेपाली बेङ्गाली स्पिकिङ लेडी अरे ब्रो। को हो नेपाली बेङ्गाली स्पिकिङ लेडी चाहिँ? साँच्चीमै तपाईँ भालोबासे अनि पिइडी रिल्याक्स ब्रो अरे, दाटो त अरे रियल छ होइन अरे, इमोसनल नहुनु न, अनि ब्रो टेक अ चिल पिल अरे। ब्रो समटाइम्स नि घी छ नि, घी अगर सिधी उंगली से ना निक्ले तो उंगली टेढी पनि गर्नुपर्छ ब्रो। म अलवेज ब्रो म क्रास आउट हुँदिनँ, म कहिले पनि हतपत, म शान्त स्वभावको मान्छे हो ब्रो। तर जब चाहिँ आफ्नो स्ट्यान्ड लिनु समय आउँछ नि, स्ट्यान्ड उठ्नु हुँदैछ स्ट्यान्ड, जब आफूलाई चाहिँ नि लाग्छ कि अरे एक खेप सहे, दुई खेप सहे, तीन खेप सहे, तर चार खेपमा पनि मान्छे आएको छ भने चाहिँ नि ब्रो तिमीले त्यति बेला पनि झुक्यौ भने चाहिँ नि त्यो चाहिँ आफूले आफूलाई सेल्फ रेस्पेक्ट गरेको होइन ब्रो। सो आफूले आफूलाई सेल्फ रेस्पेक्ट गर्नु छ भने चाहिँ एक खेप सह केही छैन, इट्स ओके, दुई खेप सह, तीन खेप सह, अब चार खेपमा पनि आउँदैछ ब्रो, त्यहाँदेखि यु हेभ टु डु समथिङ ब्रो। इट्स अबाउट यर सेल्फ रेस्पेक्ट ब्रो, इट्स अबाउट यर सेल्फ रेस्पेक्ट ब्रदर। सो त्यही हो ब्रो। लु जिटिएमा आइपुगिसकेको छ हामी ब्रो, जिटिएमा आइपुगिसकेको छ। मैले तपाईँहरूलाई के देखाउनु खोजेको मेनली